म केही बेर अगाडि सुकुम्बासी बस्तीको छेउमा गएर आएको थिएँ। साथीहरूले के हुन्छ भनेर भन्नुभयो। कानुनले जे भन्छ त्यही हुन्छ। कुनै पार्टीको कार्यकर्तालाई भर्ती केन्द्रमा बनाएर, कार्यकर्ताको भर्ती केन्द्र बनाएर, सुकुम्बासी आयोग बनाएर आफूलाई भोट हाल्ने मान्छेहरूलाई मात्रै दिने बाँड्ने अनि वास्तविक पीडितहरूलाई चाहिँ सधैँ पीडित बनाइरहने र भोट बैंकका रूपमा तिनलाई सधैँ बेच्ने त्यो सटर सदाका लागि बन्द गर्ने हो। रासोपाले गैर कानुनी काम गर्दैन। कानुनी रूपमा जसले प्राप्त गर्नुपर्ने हो अधिकार, उसको अधिकार छिनिँदैन। चाहे भोट पाओस् नपाओस्, हुन्छ त त्यही जुन कानुनले भन्छ। कानुनले भने भन्दा बाहिर गएर कार्यकर्ता पोस्ने र वर्षौंसम्म समस्यालाई जिउका त्यौं राखिरहने अनि चुनावमा आएर आश्वासन बाँड्ने, भोलि दिन्छु भन्ने यस्ता झुटा बाचा र झुटा आश्वासन रासोपाले दिँदैन। त्यसकारणले कानुनी राज हुन्छ, कानुनको पालना हुन्छ। नियम कानुनको अधीनमा रहेर सबै नागरिकलाई समान हक र अधिकारको प्रत्याभूति दिनको लागि 21 गते